फ्रिज भएको दिदी डोन्ट माइन्ड दिस नबिनाको कमेन्ट है उसले केटीलाई केटा बनाउँछ केटालाई केटी बनाउँछ क्या गाइस एकलो चच्चा एनास्टेसिया रे एनास्टेसिया दिदी तिम्रोमा छ अहिले यहाँ हेरिराख्नु भएको छ अनि तिमी चाहिँ तैँले चाहिँ अनि दिदी साथी हेर्नु सबैलाई अनफलो हालिस् तैँले सेलेब भएर पक्तलाई नो नो त्यो आइडी कामै छैन त्यो भएर चाहिँ अनफलो गरेको त्यो आइडीबाट मैले किन अनफलो त्यो आइडीबाट सुन्छ म जुन आइडी त्यो आइडीबाट म जुन आइडीमा मेरो अहिले ब्याकअप आइडी छ नि तिनीहरूलाई मात्रै फलो गरेको ताकि मान्छेहरूलाई सजिलो होस् मलाई भेटाउनलाई भनेर क्या त्यो आइडी कामै छैन अनफलो हानिदिँदा हुन्छ त्यसबाट छ नि त्यो आइडी फाइनल वार्निङमा छ क्या फाइनलै वार्निङमा छ मैले त्यो भएर कन्टेन्ट त नहालेको रिजन कन्टेन्ट जे पाइ त्यही हाल्यो भने कन्टेन्टबाट नि वार्निङ आउँछ आइडी जान्छ क्या त्यो रिजन फेरि केही नहालिकन बसेर अब त्यही छोडिदिएर होइन अहिले यो आइडी त्यस्तो होइन कहाँ म त्यस्तो गर्छु त नि एनेस्थेसिया दिदीलाई हाई भन्नु न यहाँ Provex was also Provex चाहिँ भनेको I was not only the one racer on friend भएको है नो 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 त्यहाँ लिटरली त्यहाँनिरबाट मलाई कतिजना सेलिब्रिटीहरू त अनफलो गरिदिएको छ उनीहरूलाई बिचरा मलाई फलो गरेको थियो नेपाली सेलिब्रिटीहरू कतिजना बिच्क्यो हो यो आइडीमा मेरो कतिजना साथीहरू छ नेपालको सेलिब्रिटी साथी सबलाई अनफलो थ्याङ्क यू फर वर्क थ्याङ्क यू सबैजना मेरो ट्याप अरूलाई जिते पनि नजिते पनि मिसो दामलाई जित्नु पर्यो भन्दैछु यार थ्याटहरुका भएन यसरी त यार रेन्जिन ल तिम्रै होला रेन्जिनलाई सेमी रेन्जिनलाई छ नि सेमी मन पर्यो रे चाहियो रे हैन सेमी तिम्रै हो साथी साच्चै हो सेमी मेरो साथी मैले भनेको सेमी तिमी रेन्जिनसँग रेन्जिन भन्ने आइडिया आउँछ होला त्यहाँनेर फलो गर्नुपर्छ होला अनि कुरा गर तिमीहरुले मलाई आज कहाँबाट तिमी भन्दैछ ओ माय गॉड गाइस ट्याप गरौँ न प्लिज हु कि सनम मारे हु कि सनम सेनमिला सनम मलाई सेनमिला सनम भन्छ एनएससीलाई अनुज भन्छ अहिले त त्यस्तो छ का हु इज सनम ए मो सनम भने सनम तेरी कसम हो सनम तेरी कसम सनम तेरी कसम आज मैले गीतै बजाएको छैन यार किन रङ टाइममा मिसु तामाङलाई इन्भाइट गरेको भरै खेल्नु पर्थ्यो नि अरे ए हैन यतिको अल्छी लागिराछ नि यो मेरोमा अहिले भ्युअर्स जति त ट्याप छैन मान्छेहरूले ट्याप गरिरहेछ के गरे के भयो खै अहिले अर्को म्याचमा बोलाउन न आफ्टर 11 बजेपछि म फ्री गर्छु भाइ के छ ठीक छ किन न ट्याप त कुदिरहेछ गो गाइस इजी हुन्छ यो का अहिले नो नो सेमी म त पहिलाकै टाइममा जान लाग्यो पहिलाकै टाइममा स्ट्रिमिङ गर्न लाग्यो कि 8 देखि 10 मा स्ट्रिमिङ गर्न लाग्यो कि 9 देखि 11 ढिलो भयो के मलाई अनि त्यो सुत्ने टाइमै बिग्रियो के आजकल के गर्न आटेको थियो लाइक फेरि त्यसपछि 8 to 10 गरेको फेरि स्ट्रिमिङ गर्दा सही म त को केटा सना मान्छे कस्तो घुमाइ माग्दैछ भेट्छ अहिले कुकुर भन्नु लाग्यो कुकुर हाल्नुपर्छ पच्काउनुपर्छ दिदी होइन हौ यो हजुरको प्यारो भाइ हो सनमा ए नकुना कुरा नसुन्नु गाइस टाइम मिल्न लागेको छ रे भन्नाले गाइस मिसो तामाङलाई हार्नु है मैले जितिसके सेमी म गएको त्यही त तैले जितिस ल बाइ बाइ ल गाइस प्याडलाई जोइन गर भन न म लास्ट उसँग जोइन हुन्छु अनि सोध्न चल्दिन्छु मेरो आँखा फुट्न लागिसक्यो एकछिन गोसलाई वेट गरौँ ल गाइस वेट गर्नु रे ओके 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 गाइस म वेट गर्छु उसको इन्भिटेसन अफ छ कि मैले रिक्वेस्ट पठाउन मिल्दैन हेलो हेलो यो बेला तपाईँहरूले जस्ट कमेन्ट कुदाउँदा चाहिँ हुन्छ मसँग कुरा गर्दै गर्दा हुन्छ म गोसँग जोइन गर्छु अनि उसको आफ्नै के चलिरहेको रहेछ गाइस त्यहाँ जोइन नभनेको तपाईँहरूले